केटीले पनि पाउ दिँदैन। मेरो पनि त्यस्तै हालत छ तिलक भाइ। कोही गतिले छैन लभ गरौँ भने, कोही चुसेको आम जस्तो, कोही बिरालोको मुख जस्तो चाम्राङ चुम्रुङ परेछन्। के लभ गर्नु भने बर्बाद छ जिन्दगी। होइन, तपाईँले नि बिहे गर्छु भनेर सोच्नु भएको छ र? अनि के म बिहे नगरेर बुढो कन्यै बसौँ त? कि मलाई मङ्गल ग्रहमा बस्ने व्यक्ति जस्तो लागेछ? अनि बिहे गर्नुहुने मान्छे तपाईँ किन सबै केटीहरूलाई सराप्दै हिँड्नुहुन्छ? मैले त सोचेँ तपाईँले बिहे नै गर्नुहुन्न होला भनेर। पहिले मलाई हेपेको, अब त मरे। हेप्ने भाइ भन्दैमा साह्रै छुट हेप्न त भएन नि। भागिसमा मात्र बचे। अर्कोचोटि भेट्यो भने कि तलै म सजिने महर्जनको गीत नसुनै छोड्दिनँ। त्यसपछि राम केटीले पनि पाउ दिँदैन। मेरो पनि त्यस्तै हालत छ तिलक भाइ। कोही गतिले छैन लभ गरौँ भने, कोही चुसेको आम जस्तो, कोही बिरालोको मुख जस्तो चाम्राङ चुम्रुङ परेछन्। के लभ गर्नु भने बर्बाद छ जिन्दगी। होइन, तपाईँले नि बिहे गर्छु भनेर सोच्नु भएको छ र? अनि के म बिहे नगरेर बुढो कन्यै बसौँ त? कि मलाई मङ्गल ग्रहमा बस्ने व्यक्ति जस्तो लागेछ? अनि बिहे गर्नुहुने मान्छे तपाईँ किन सबै केटीहरूलाई सराप्दै हिँड्नुहुन्छ? मैले त सोचेँ तपाईँले बिहे नै गर्नुहुन्न होला भनेर। पहिले मलाई हेपेको, अब त मरे। हेप्ने भाइ भन्दैमा साह्रै छुट हेप्न त भएन नि। भागिसमा मात्र बचे। अर्कोचोटि भेट्यो भने कि तलै म सजिने महर्जनको गीत नसुनै छोड्दिनँ। त्यसपछि राम